साहब आउनु भएको छ उहाँले केही कुरा राख्नुहुन्छ त्यहाँ अनि केही कुराहरू छलफल गर्नु चिया हजुर ल एकजना हातले समातेर बस्छ अब उता ल स्वयं महोत्सव 2073 सफल पारौँ। लालचाटार र विजेश्वरीको कार्यक्रममा फरक छ। स्वयम्भू महोत्सवको सबभन्दा ठुलो इभेन्ट भनेको चाहिँ यहाँ गयो किनभने त्यो दिन चाहिँ सङ्ख्याको हिसाबले पनि हजारौँ सङ्ख्यामा उपस्थित हुन्छ भन्ने हाम्रो अपेक्षा हो र अनि ठाउँको हिसाबले पनि यो बाटोलाई यो मुख्य मूल सडकमै पर्छ यो मूल सडकलाई पनि डाइभर्सन गरेर कार्यक्रम गर्ने हुन्छ जिल्ला प्रशासनबाट पनि अनुमति प्राप्त भइसकेको अन्य अवस्थामा चाहिँ यो बाटोलाई नै हामी डाइभर्सन गरेर कार्यक्रम गरौँ भन्ने अवस्था अहिले धेरै ठुलो सङ्ख्यामा धेरै मान्छेहरू प्रयोग गरेर यो बाटो आउनु धेरै मर्ने गरेको छ। नयाँ पुस्ताका मान्छेहरू भाषाहरू चाहिँ यही बाटोलाई मूल बाटो बनाएर प्रयोग गरिरहेको अवस्था छ। त्यो भन्नुभयो त्यसलाई अलिकति हामीले जस्तो अब एकदिन अगाडि स्टिल पाउनु पर्ने हुँदाखेरि एकदिन अगाडि चाहिँ स्टिल चाहिँ कभर गर्ने डाइरेक्ट भारतीयसम्म चलाउने अनि कार्यक्रम भएको बेला